गएर पोइन्ट जुट्टाबाट नि सारा चराइका त यहाँ यता पनि राख्छन् फेमस मस्तले बनाइदिनु यस्तो बनाउनु कि कैलालीको मान्छे आएर पुरै यहाँ झिल्के दाइको चटपट खाउन् ल ल हेलो गाइज गुड मर्निङ शुभ बिहान सुप्रभात फेरि पनि हजुरहरूलाई स्वागत छ हाम्रो नयाँ भ्लग एन्ड आज लास्ट डे हो हाम्रो आज हामीहरू आइसकेका छौँ एसियन बुद्ध होटल भैरवा बुटवल भैरवा आज यता हाम्रो होटल भिजिट पनि छ होटल भिजिट प्लस फेयरवेल प्लस वार्षिक उत्सवको पुरस्कार पनि वितरण हुन्छ हाम्रो कार्यक्रम छ यता यसो ब्यान्ड कुइठाल यता केटाहरू पुरै रेडी भएर तयार भइसकेका छन् सब ड्रेस लगाएर हौ त ब्याङ्कुइठालहरू भित्र जाने यो चाहिँ होटल हो यता रेस्टुरेन्ट रहेछ होइन त्यहाँ मस्त छ गाइस फेरि अब कार्यक्रम स्टार्ट भएपछि भेट हुने नै छौँ गाइस यता कार्यक्रम सकिन्छ अनि जान्छौँ फेरि लुम्बिनी जान्छौँ अनि लुम्बिनी घुमेर फेरि सिधा त्यसपछि घर भोलि बिहान घर लास्ट भ्लग हो गाइस पुरा हेर्नु होला सब्सक्राइब गर्नु होला मन पऱ्यो भने भिडियो अब हामीहरू हलभित्र पसिसकेका छौँ यता हाम्रो कार्यक्रम यता रेडी गर्नु लाग्छन् केटाहरू यता सब बस्छन् यताको चाहिँ हल रहेछ मस्त छ हल हाम्रो कार्यक्रम स्टार्ट भइसकेछ गाइजहरू एउटा खाडा कार्यक्रम चलिरहेछ धन्यवाद कार्यक्रम सञ्चालकज्यू राजेन्द्र बोरा लगायत उहाँको साथीलाई पनि फर्स्ट अफ अल म चाहिँ एफएनबीमा कार्यरत गर्दै गर्दा यो उम्मेर बोल्ने मान्छे छैन धेरै हिँड्ने गर्दाखेरि यो पोडियम चाहिँ चाहिँदैन है नमस्कार सबैजनालाई वेलकम टु एसियन बुद्ध होटेल होइन थ्याङ्क यू फर यर टिचर्स उहाँहरूले हजुरहरूलाई हामीहरूलाई यो अवसर दिनुभएको छ कि हामी हजुरहरूको अगाडि हाम्रो एक्सपिरियन्सहरू होइन हाम्रो काम गरेका एक्सपिरियन्सहरू 2-4 शब्द हजुरहरूको माझमा राख्न पाउँदा आफै आफूलाई गौरवशाली ठान्दछु थ्याङ्क यू सर फर होइन being your staff your student was in this beautiful property भैरवा तपाईँहरू जुन अहिले हाम्रो होटल म्यानेजमेन्ट प्लस 2 सकिसक्नु भएको छ इज भेरी इम्पोर्टेन्ट होइन हाम्रो करियरको एउटा खुड्किला हजुरले चालिसक्नु भएको छ कौन गेम खेलो? कौन गेम खेलो? हाँ? कौन गेम खेलो? फ्री फायर, आवा कबड्डी था, तब रस्सी डाल था।
Good morning, sir. बावजुद पनि हामीलाई समय दिएर यहाँको व्यवस्थापनमा अहिलेसम्म सहयोग गर्नुभएको उहाँलाई पनि एकदमै धन्यवाद। र एकछिन व्यवस्थापनका प्रशासक प्रमुख मेरो एकदमै मिलनसार मेरो प्रिय भाइ भक्तराज ओझाज्यूलाई मेरो हृदयबाट धन्यवाद। र मैले एक्सपेक्ट गरेको थिएँ र त्योभन्दा राम्रो मैले हस्पिटल पाएको भएको कारणले मैले खुसी छु किनकि हामीले बनाइदिएको होइन। र अब उता जुन आज 12 क्लासको विद्यार्थी भाइबहिनीहरूको आज हाम्रो के हो फेयरवेल प्रोग्राम भनेपछि विदाय कार्यक्रम पनि भएको छ होइन। र यसरी के हुन्छ भन्दाखेरि आगामी आउने दिनको इक्जामको लागि बेस्ट अफ लक, राम्रोसँग पढ्नु होइन, पास हुनु पऱ्यो। त्यसले विमर्शले धेरै कुराहरू भन्नुभयो जस्तै सुरज भाइले पनि आफ्नो एक्सपिरियन्सको होइन बारेमा धेरै कुरा तपाईँले भनिसक्नु भएको छ र बाँकी मैले तपाईँलाई भनेको छु होइन। त्यो 2 वर्ष भने अझै पनि बुझेन भनेपछि त्यसपछि केही पनि हुँदैन। बुझ्नुहुँदैन? हामीहरूको टुर हामीहरूको एसोसिएसन टुर कम्प्लिट भइसकेपछि के गर्ने फोकस गरेर पढ्नु पऱ्यो होइन। र अब हामीहरू हुन्छ हामीहरूको ब्रेकफास्टको लागि पनि अब होइन धेरै भइसकेको छ भनेपछि धेरै हुन थालिसकेका छौँ। र तिम्रो हेर्दा पनि भोगाए जस्तो भएको कारणले अब हामीले अब डान्स गर्ने सर डान्स भन्नुपर्दाखेरि हाम्रो यस एसियन फुटबल होटेल र यहाँका एफएनबी म्यानेजर विमल सरलाई अझ पनि मेरो तर्फबाट एकदमै धन्यवाद। गाइज अब हामीहरू एउटा रेस्टुरेन्टतर्फ हिँडिसकेका छौँ। एउटा भुक्कर सबभन्दा भुक्कर मान्छे यहाँ छ राक्षस नास्ता यहाँ चलिरहेछ। खिनारी हो यो छिनारी घिनारी राक्षस हेग्नी। गाइज यता ब्रेकफास्ट सेटअप लगाएको छ टक्क पारेर होइन सेटअप लगाएको छ। रेस्टुरेंट पनि बबाल छ गाइस। नास्ता खाइता एक ठो गाइस खाइतीबाट लता नास्ता हाम्रो त खाइतीबाट नास्ता मस्त बा तो दबा के खाइदा ऊपर के दाव खाइ गज 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 खाइदा हल्दी हल्दी। सो गाइस अब हामीहरू नास्ता खाइसकेका छौँ होइन। नास्ता चाहिँ कस्तो थियो भाइ? एकदम बवाल थियो होइन। नास्ता त अब 4 स्टार बवाल त कुनै नै हुन्छ। रोटीदेखि लिएर फ्रुट सब थियो होइन। टी कफी चाय अन्डा ब्रेड सब जे मन लाग्छ त्यही खाने। बुफे सेटअप जति खान मन लाग्छ त्यति खाने। अब कति टाउन छ यार यत्रो पेटमा होइन। यत्रो खाएँ अनि अब हामीहरू बसतिर गइरहेका छौँ। यता केटाहरू आइसकेको छ बस। मेरो ब्याग त यहाँ फालिदिएछ नि यहाँ केटाहरू। हाम्रो त्यही हजुरलाई सबै थाहा छ। हाम्रो ज्वेलरी टाइपको हुन्छ मोबाइल फोन जस्तो हुन्छ नि नन भ्यालुएबलमा यता हाम्रो मेरो किचनमा भिजिट गर्न आएको
यता लुम्बिनीतिर पुगिसकेका छौँ। अब हामीहरू मन्दिरतिर जानु लाग्यो। सबैतिर स्टेसन गरेर उता जानु सक्यो। यता चाहिँ यो बजार हो। हाम्रो दाजु चलाइरहेको छ। जब हामीहरू पुगिसक्यौँ यता मन्दिर जाने बाटोमा नजिकै यहीँनिर रहेछ यार। रिभरल्यान्ड चले এটা আম্মা ক্যাফে এটা ক্যাফে রাইছে আপা বেলা ক্যাফে রাইছে এটা नाश्ता खाने के लागि यो चाहिँ सधैँ बलिरहन्छ रे आगो। अझै पनि उता टाढा जानुपर्छ गाइस। फाइनली गाइज हाम्रे मायादेवी मन्दिर पुगिन आँटिसकेछौँ। अहिले नजिकै छ बोटिङमा आयो त्यही भएर हिँडेर त अलि लामो सफर तय गर्नुपर्छ होइन। तर अब बोटिङमा 10-15 मिनट मात्रै लाग्छ। फाट्टा आयो फाट्टा गयो 50 रुपियाँ टिकट रहेछ बोटिङ। कहाँ এটা হয় গিফট এন্ট্রি 15 Pro Max। अब हामीहरू जान लाग्यौँ मन्दिरतिर। यता पुरै तालै ताल छ, यता पनि ताल यता पनि ताल। सिन्ज्याङवाल छ फुलै फुलको सहर। फुलै फुलको लुम्बिनीमा माया बसेकै छ। दैया मार्दा लाग्यो जस्तै गीत जस्तो मिक्स माइदिरहने एउटा चाहिँ है रमाइलो। अभी आवाज़ आए शक पानी से बगाई थी यार ऑक्सीजन का माया धरानी साधन पागल कबलिया आवाज ना खतरा सुखल मरैया रहा दम फास तमाम बाह्र पोइन्ट जुट्टाबाट नि सारा चराइ काट यहाँ यता पनि राख्छन्।
हैन दुईटा एउटा त्यही त मन्दिर दीप बाल्ने रहेछ दियो बाल्ने छ अब हामीहरू हिँड्न लाग्यौँ मन्दिर भित्र आहो मोजा फेरि निकाल्यो दादा अरे मोजा निकाल्यो यार अहिले त खतम गाइस अब हामीहरू मन्दिरमा इन्ट्री गरिसकेका छौँ यता होइन भण्ड भइसकेको छ र कि कसरी आयो नाइ रुपियाँ लागेको थियो हो भिड छैन हामी पहिला आएको बेला त धेरै भिड थियो यार अहिले त भिड छैन गाइस पुरै चिलमा छ त्यस्तो खासै भिड छैन अरे यहाँ मंदिर है सीख जा पहुँच तब मंदिर को भित्रबाट मन्दिरमा भिडियो बनाउन मिल्दैन जाँदैछौँ गाइस एउटा चाहिँ बजार रहेछ कता के ये बुढ्ढाको हो के यो बुढ्ढा बुद्धिस्टहरूले गर्ने एउटा चाहिँ बजार रहेछ बाटो चाहिँ कता बाटो हो यता जाने सिँचाइ भइरहेछ यता होइन सिन चाहिँ मस्त छ पुरै कटिङ फुलको संसारमा देखायो जिलफुल सिँचाइ गर्छ मोटा भाइ त यता पुगिसकेछ गेन्डा के पुरै कपडा छ त्यो घरै घर हो भगवान ओम हवन कुंडली श्राय नमः श्री श्री पद्मेश्वरी नमः नमः श्री बुद्ध भगवान की जय राम्रो छ यो को हो यो अरे यहाँ त मुसाहरूको पनि गुरुदेवहरू विश्राम गर्ने फुलै फुला फुलै फुलको संसार फुलै संसार माछाहरू छन् पोखरी मस्त छ ठुलो ठुलो माछाहरू छन् यता पनि अहिले अब रेडी हुँदैछ यता त्यो के भन्छ ध्यानको लागि तयार गर्दैछन् यो मन्दिर हो अब हामीहरू यता घुमिसक्यौँ कता ए छ यता कति राम्रो है सुन्दर छौ तिमी तिम्रो मुहार छ सुन्दर तिमी छौ कालो तर अब हामीहरू गइरहेका छौँ घर बस्न मिल्दैन रे गुतर हाय गुतर आ ले अब हामीहरू बाहिरतर्फ लाग्न लाग्यौँ यता धान पेतीका छ यता पनि पाहाडका छ
सुन्दर छ दृश्य रमणीय छ ठाउँ सुन्दर छ दृश्य रमणीय छ ठाउँ घुम्न आएका छौँ हामीहरू बुद्ध भगवान जन्मेको ठाउँ हमारा राजा फसल पर लगी भैंस गोर वाला हुई मेला कुन बाटो जान्छ गाइज अब हामीहरू कैका गरेर अब हामीहरू यो बुद्ध भगवान जन्मेको ठाउँबाट अब हामीहरू रवाना भइराखेका छौँ अगाडितर्फ अब अगाडितर्फ कुन कुन मन्दिरमा गइन्छ होइन कति छ यहाँ त मन्दिरको त गिन्नै नसक्ने छ बन्दै छ कति बिघामा छ यार हजारौँ बिघामा छ यो एक दिन लगाएर पनि घुम्न सकिँदैन अब मेन यस्तो 2-4 ठाउँमा गइन्छ चट्ट पारेर होइन टक घुमिन्छ फेरि सरर जाउँ माया धनगढी सहरा हुन्छ होइन यस्तै छ पारा अहिले अब यिनीहरूलाई लागिरहेछ सुसु त्यही भएर लग्छु म यिनीहरूलाई टोइलेट यता छ टोइलेट जाउँ न त राजा के छ हमारा 2 किलोमिटर न्याका आगे यहाँ यी राजा पूरा मरेर ढनिया बुइसके छन् गाइस होइन पुरै फाटिसकेको छ यिनको हिँड्दै हामीहरू त अब हिँडिहाल्छौँ जति भए पनि होइन तर मन्दिर छ अहिले जाउँला भनिरहेको छौँ अब सब सुकिसकेका छन् केटाहरूको कलवा पनि खाएनन् नास्ता खाएछन् लौका जामे हालेको छ अरे अब हामीहरू पुगिसकेका छौँ यता लास्ट बस तरफ र केटाहरू आइसकेका छन् माला लिन आफ्नो गर्लफ्रेन्डहरूको लागि केटाहरूले खोजिरहेछन् केही पनि नलिने रे आफ्नै कार लिन्छौ राजा कहाँ लिन्छौ छम्माको लागि केही लिनु छ ल्याउ न त मिलाएर दिइदिन्छन् हाम्रो साउजी होइन साउजी आउनु होला गाइज यहाँ साउजी कमालिन अब हाम्रो खाना आइसकेको छ यता बेरी कलवा बेरीसँग डटके बुखाइलबाट लड़का बल्ला पालप खाइए गंजा गज गाइज खाई गिलो भात अब है खाइना और घर जीना हो यहाँ खाए फिर गिरा लड़का गाइज हाम्रो अब पेट पूजा पनि भयो खाइयो करना होइन केटाहरूलाई खुवाइदिए यस्तो होइन डमाडम खाए पेट भरेर अब सिधै कैलालीमा खाना पाइने हो खुवाए रस्सी सस्सी खुवाए अनि अब हामीहरू बसतिर गएर छौँ त्यसपछि सिधा कैलाली गाइज अब भ्लग अब 3-4 दिनको भ्लग यस्तै भयो टुर यात्रा होइन रमाइलो भयो के भयो होइन यस्तै घुमियो कर पनि पर्यो गाइजहरू यस्तै छ अब हजुरहरू पनि घुम्नु होला रमाइलो हुन्छ यात्रा गऱ्यो भने लामो भिडियोमा भेट्नेछौँ हाम्रो अङ्कलजी एउटा चटपट बेच्दै हुनुहुन्छ मस्त पारेर हो झिल्के दाईको चटपट हो रे आउनु होला खाइ त अब खाना खाका आउँदैछौ त राजा हामीहरू महरिया जाइहाल्छ त ल न त झिल्के दाईको चटपट खाइदेऊ न त अरे वाह झिल्के दाईको चटपट यहाँ एकदम फेमस मस्तले बनाइदिनु यस्तो बनाउनु कि कैलालीको मान्छे आएर पुरै यहाँ झिल्के दाईको चटपट खाउन् ल जति पनि कैलालीको हुनुहुन्छ होइन आउने लुम्बिनीमा झिल्के दाईको चटपट चाहिँ खाएर जानु होला
अङ्कल हुनुहुन्छ झिल्के दाई चटपट लुम्बिनीमा आयो भने यहाँ बस पार्कमा हुनुहुन्छ झिल्के दाईको चटपट चाहिँ खाएर जानु होला नबिर्सनु होला हामीहरू पनि बनाएर छौँ चटपटको पारामा फेरि गाइज भेट हुनेछौँ अर्को भिडियोमा त्यतिन्जेलको लागि म पनि बिदा हुन्छु हैन भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाइदिनु होला बाई बाई गुड नाइट